कोरियन पास भयो केटा हो मोज हुने भयो कोरिया गइन्छ हे मुला त के सिन्टी भइरहेको ए मुला कति हल्ला गरिरहेको छ मान्छेले नि के भनिसक्छ चुप्लारिङ किन हल्ला नगर्ने गरिन्छ नि कोरियन भाषा पास भइएछ 2 लाख कमाइन्छ बाबु 2 लाख कमाइन्छ नेपालमा मन्त्रीले नि हान्न त्यति पैसा किन हल्ला नगर्ने गरिन्छ नि म कोरियन भाषा पास भऊ ए सुनो म कोरियन भाषा पास भए हल्ला गर्नुपर्छ दलै पास त म नि भएको छु नि पकोए फोन आयो मेरो हेलो आमा म कोरियन भाषा पास भए अब महिनाको 2 लाख खाना गइन्छ अब तिम्रो दुःखका दिनहरू गयो अब मेरो नम्बर पनि धेरै आछ भिसा पनि चाँडै आउँछ होला सायद ल आमा अहिलेलाई फोन राख्छु के रे बाबालाई नि सुनाइदिनु म पास भयो भनेर म भरे फोन राख्छु अब हाम्रा दुःखका दिन गए आमा ढुक्क भएर बस्नुस् ल हजुर बुवा बुवा पास भयो नि ए बुवा कहाँ भन्ने बित्तिकै जानु पाइन्छ र कति प्रोसेस हुन्छ कति काम हुन्छ कति मान्छेको भिसा क्यान्सल भइरहेछ स्योर हुँदैन नि टाइम लाग्छ ल त बुवा 1-2 दिनमा घर आउँछ अनि कुरा भेटेर कुरा गरौँला नि राख्थेँ अहिले फोन यस लेबर कन्ट्याक्ट आएछ अब त 1 महिनामा कोरिया पुगिन्छ ओहो दिवा गरेको मेरो एउटै कम्पनी परेछ सही भयो यार अब फोन हान्नु पर्यो केटोलाई के हो चुवा केटीले आँखा लाग्यो मक्क छौ त कहाँ छु केटीले आँखा लाउनु दाइ यहाँ भाग्यले आँखा लागिसक्यो कोरियाको भिसा आयो नि मेरो हाम्रो त ए ल बधाई छ के कम्पनीमा भिसा आएछ त भाइ गाडी कम्पनीबाट आएछ नि दाइ अब गाडी बनाइन्छ चलाइन्छ उतै अनि दिवाकर तेरो नि भिसा आएछ त त बोलेको नि छैनस् के हो दाइलाई केही पठाउनु पर्छ भनेर हो कि यसो ल्यापटप स्यापटप पठाइदिए है त पनि कहाँ हुनु दाइ राम्रो कमायो भने त पठाइहाल्छु नि यसको कुरा सुनेको नि गाडी बनाउने रे कहाँ गएर फलाम पिट्नु छ थाहा छैन काम त गाह्रै हुन्छ रे मेरा नि साथीहरू छन् उनीहरूले भन्छन् काम चाहिँ अलिक गाह्रै छ रे तर पैसा पाएपछि गरिन्छ यो फेरि के गिद्दी गरिराख्छ पिट्छ फलाम उहाँ गएर हाम्रो त फिनिसिङ गर्ने काम हो ढुक्क भएर बस ल ल ल राम्रोसँग जाऊ राम्रोसँग काम गर यसो दाइलाई नि नबिर्छ ल है त ल हुन्छ दाइ अनि बाबु तेरो अर्को साथी पनि छ भनेको होइन सँगै कम्पनीमा परेको कता गर्छ त्यो आएको छैन त्यो त गइसकेछ अघि छिट्टै एयरपोर्टभित्र गइसक्यो भित्र त गइसकेछ त्यो बाबु त पनि अब राम्रोसँग जा कलेजको ठाउँमा के कसो हुन्छ साथीभाइसँग मिलेर बस्नु धेरै रिस नगर्नु यहाँको जस्तो रिस नदेखाउनु अब साथीहरूसँग राम्रोसँगले काम गर्नु है पैसा बरु टेन्सन नगर सुरुमा उहाँलाई राम्रो खानु लाउनु अनि यता त म यताउता व्यवहार चलाइहाल्छु टेन्सन नगर्नु है त राम्रोसँग जा पुगेपछि फोन गर है तपाईँ पनि राम्रोसँग बस्नु चिन्ता नलिनुहोस् ल ल